गाइज हामी चाहिँ यति बेला हाम्रै घर खरियानमा घाँस काट्न आएका छौँ र हामी दुई बहिनी छौँ। अब चाहिँ घाँस काट्ने हो, कति काटिन्छ यो सेरोफेरो सर्लक्कै काट्ने हो। टाइम प्लेसबाट भिडियो आउँछ, टिकटकमा हेर्नु होला। र साथै हाम्रो साथमा त्यहाँ बाख्रा पनि छ, त्यो बाख्रा पनि अगाएको पुटुस्सको पेट देखाउँछ। र मैले यस्तो खासमा है भ्लग बनाऊँ भन्ने जस्तो जाँगर अलिअलि चल्या के छ, बनाउँदा ठिक हुन्छ कि हुन्न तपाईँहरूले भनिदिनु पऱ्यो। र हाम्रो सुन्दरनगरीय सिद्धगङ्गावासी तथा सम्पूर्ण भक्तालु जनहरूले हाम्रो लाइभलाई भिडियोलाई तथा के भन्छ टिकटकलाई ट्याक्क सेयर हानिदिनु पऱ्यो र युट्युब च्यानलले सब्सक्राइब हानिदिनु पऱ्यो है। टक्क लाएर ढाका टोपी नेपालीको सान होइन। यता घाँस काट्न सुरु भइसक्यो, यत्तिको हुनुपर्छ है। घाँस कति भारी लैजाने हो? 3 भारी ल, ठिक छ नि त। मैले पनि घाँस काट्छु। अब ठिकै छ, कालो कालो भइएछ अन्त कालो भए पनि घाँस चाहिँ काट्ने हो। चेहारा आएको त यिनी गिजा नस्पाती खाएको त गिजा दुखे। हामी नस्पाती लिएर आऊँ हो कि नस्पाती लिएर आऊँ अलिकति घर लगेर खाने। नस्पाती लिएर आउँदै जाउँदा बहिनी जाउँदा झन् नस्पाती लिएर आउन। हामीले नस्पाती पनि लिएर आऊँ। कस्तो बेइज्जत हुने हो र, तँलाई मेन्सन स्पेसल होला नस्पाती, ठुलोवाला नस्पाती देखाऊ है। तपाईँहरू पनि अर्घाखाँचीको नस्पाती खान आउनु होला। ल यहाँ चाहिँ नस्पाती छ है, यो चाहिँ खस्दाखेरि चोट लाग्यो। तपाईँहरू पनि आउनुहोस् नस्पाती खानुहोस्। करेममा हरिरा काँक्रा कर्याम भने जस्तै पहेँला नस्पाती नि कर्याम पारौँ। हरिया त छैन यार। घाँस काट्ने हो केटाहरू, घाँस काटो, बुढी पालो है, बुढीलाई सुख दियो। हाम्रो पनि बुढीले हेर्नु भएको छ भने कतिबाट स्वागत गर्न चाहन्छु।